एभ्रिवान, आजबाट मैले ब्लग स्टार्ट गरेको अर्ग्यानिक ब्लग। सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। त्यसरी बिहानै उठेर अब चामल सेलाउँदैछु। यता दाल पाक्दैछ कुकरमा। यहाँ देखेको रहेछ यहाँ चामल हेर्दैछु म। यही चामल पनि कुकरमा हालेँ मैले। अब सब्जी केलाउनु पर्यो। भिडियोलाई सब्सक्राइब पनि गरिदिनु, लाइक गरिदिनु। बोल्न हाँसी छैन किनकि आज मेरो पहिलोचोटि हो यो ब्लग। यहाँ काँक्रा काटेर रेडी बनाएको छु अचारको लागि। यहाँ दाल पाक्दैछ अनि यहाँ सब्जी अब म केलाउँछु। भात र सब्जी चाहिँ एकैचोटि पकाउनु पर्यो अनि सबैजनाले तातै तातै खान पाउनुहुन्छ। हाम्रो नानी चाहिँ उठेकै छैन, सुतिराखेको चाहिँ उनलाई उठेको भोक लाग्छ। भोक लागेको हुन्छ सुरुमै आउँछ मेरो कुकर हेर्छु। माम पकाएकै छैन भने माम पकाएकै छैन पका भन्छन्, भन्छन् मलाई हताई भएर। त्यस्तै भइसक्यो फुटेको चाहिँ त्यही भएर पनि होला। यो चाहिँ घरको चाहिँ होइन है, हाम्रो डेरीले किनेर लिएर आउनुभएको बजारबाट। घरमा त त्यही तोरीको साग अलिअलि हुँदैछ, नभए बारीमा अहिले खासै केही नै छैन। त्यही मलाई चाहिँ फेरि चिसो चिसो हुन्छ, त्यहाँ कस्तो घाप्पा ओढेर बसिरहेको छु। यति साह्रो चिसो पनि छैन होला, तर मलाई चाहिँ चिसो छिटो लाग्छ, एलर्जी हुन्छ। त्यही भएर चाहिँ लुगा चाहिँ म झ्याप्पै लगाएको हुन्छु। बिहान त कुकरको सिटीले केही सुनेर पनि छैन होला। फेरि पनि हेलो गाइज। अघि मैले बिहानै कति बजीतिर 7 बजीतिर ब्लग स्टार्ट गरेको थिएँ होला। त्यस पछाडि खानासाना बनायो अरे ब्लग बनाउन त्यत्तिकै भएछ हो। अनि अहिले चाहिँ म फेरि कन्टिन्यू गर्दैछु। अनि हामीले चाहिँ खाना पनि खाइसक्यौँ, धन्दा पनि मैले गरिसकेँ, सबै सेलेक्सन पनि पारिसकेँ। अब फेरि डेडी आउनुहुँदैछ हो। अघि खाना खानुभएको थिएन, भरे बसाउनु म फोन गर्छु भन्नुभएको थियो, अनि अहिले आउनुहुँदैछ अरे। अनि हामीले त खाना खाइहाल्यौँ, अनि डेडीलाई सब्जी राखेको छ, यहाँ बनाएको दाल राखेको, अनि यहाँ छ अचार। अब यहाँ मैले खाना सिटी लागिसक्यो, पाकिसक्यो खाना पनि। अब मेरो काम के छ भन्दाखेरि ओछ्यान मिलाउने। हाम्रो चाहिँ नानीले गर्दा यस्तो अस्तव्यस्त हुन्छ भने नि बेलुका चाहिँ राति यता गर्छ सबै फ्याल्छ। यो मोचाको झोला निकालेर लथालिङ्गै मोचा बनाएर सबै लथालिङ्ग पारेकी हुन्छन्। यता चाहिँ अब मिलाउँछु अनि देखाउँछु हस्। एन्ड फाइनल्ली मैले रुम साफसफाइ गरेर सकेँ। अब म हजुरहरूलाई देखाउँछु, झर्को नमानिकन हेरिदिनु होला।
हजुरले सोचे जस्तो खासै राम्रो त छैन होला, त्यही पनि मैले सके जति सनाक्सुनुक पारेर सकेँ। अनि यिनी चाहिँ मेरी गन्ने छोरी हुन्, मेरी गन्ने छोरी हुन्। मलाई माया पनि गर्दै गर्दिनन्। गरिदेऊ न त अलिकति। आई लभ यु। I love you. अनि तिमी कहाँ गएर आएको? कान्छी आमा कहाँ के गरेर आएको? Pink color बनाएर. Pink color. के लेखेको त्यहाँ? E. लु हाम्रो गाइजहरूलाई नि ए लेखेर देखाइदेऊ न। हो त ए लेखा त। ए हो गुड 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 गुड। अब बी बनाएको लड्डु. लड्डु बुइलाई त मिठो लाग्दैन त। लड्डु बने. अब खाइहालौँ। कति राम्रो लड्डु बने बहिनीले। लो सबैजना गाइजहरू खाना आउनु है बहिनीले बनाएको लड्डु। कति राम्रो बनाएको छिन् मिठोवाला लड्डु। कार बनियो. के बनाएको यो? कार. कार यस्तै हुन्छ? ए ल गाइस, आजको भ्लग यति नै भयो। मलाई अब आज पहिलोचोटि खासै भ्लग बनाउन भने आएन। आजलाई यति नै। फेरि भेट्दै गरौँला। अहिलेलाई मेरो तर्फबाट र मेरो छोरीको तर्फबाट बाई। सी यू अल, लभ यू। तिमी भन बाई भन न। बाई सी यू अल गाइस। सी यू अल गाइस भन न। See you guys. Bye. बाई गर गाइसलाई।